फर्स्ट हाफको विसल बजिसकेको छ र इजुमीले बल चलाएको अवस्था। प्रितम गुरुङ अल द बेस्ट। त्यहाँनिर हाउसीको गोल खाएका छन् किपरले। त्यहाँनिर बल टर्न गराएका छन्। ओइ व्हाट अ लभली सेभ। ओइ व्हाट अ लभली गोल। विशाल सुनाद्वारा आफ्नो टिमलाई इक्वलाइज गरेको देख्न सक्छौँ यहाँनिर हामी। लास्ट सट फिलिली उडाएको छन् र ट्राई ब्रेकरमा पुगेको छ र यहाँनिर सर्ट दिएछन् मेन गुरुङ सर्ट हान्दै व्हाट अ लभली गोल। पुनः ग्यामी मगर राम्रो जाली चुपेको छ। होप राखौँ पाइलट सर्ट दिँदै व्हाट अ लभली गोल। सेन्टर व्हाट अ लभली सट जाली चुमेको छ विशालको सर्टले पनि। लभली सर्ट गरेको। अब भनेको डु अर डाईमा जसले स्कोर गर्यो छिरो जसले आउट हान्यो त्यो रनअपमा चित्त बुझाउनु पर्ने हुन्छ। व्हाट अ लभली गोल। 1-1 इक्वलाइज सँगै टाई ब्रेकरको सर्टहरू। मर्क्युरीका प्लेयर लभली जाली चुमेको छ यहाँनिर पनि। लकले कति फेभर गर त तर गोल। गुरुङको लङ त्यहाँनिर सर्ट देख्न सक्छु। पूर्ण ग्यामी मगरको कुरा गर्दाखेरि अहिलेसम्म बलहरू पिके धेरै नै मिस गरेका छन् तर गोल लागेको छन्। लङ रन सर्ट के रहन्छ त। विश्वास र विष्णु केसीको यहाँनिर डु अर डाई म्याच जाली चुमेको छ। यहाँनिर मर्क्युरीको समर्थक निकै नै देख्न सक्छु यहाँनिर। टायर सर्ट हान्दा पनि कुनै पनि निर्णय हुन सकेको अवस्था। अगले कसलाई फेभर गरेको छ त योचोटि। निकै राम्रो सर्ट रहेको छ विष्णु केसी यहाँनिर। यो इजुमीको डिसएडभान्टेजलाई विष्णुले के गर्छ त। अहिलेसम्म कुनै निर्णय गोल हुन सकेको छैन र डाईको सर्टहरू हानिरहेछन्। राम्रो छिराएको छन् मेन गुरुङले। मान्छेले चाहिँ कङ्ग्रेचुलेसन म च्याम्पियन्सको खाता खोल्न सफल मर्क्युरी एफसी।